हेलो गाइज एन्ड नमस्ते हैन तपाईहरुलाई। मेरो नाम चाहिँ सौरभ ठटाराई। म चाहिँ आजदेखि ब्लग स्टार्ट गर्न लागेको। ब्लग किन स्टार्ट गर्न लागेको भन्दाखेरि ब्लगबाट नि राम्रै पैसा आउँदो रहेछ नि त हैन, त्यही भएर स्टार्ट गर्न लागेको। म चाहिँ घरबाट अहिले सिरसिरे जाँदैछु। मेरो यो पहिलो ब्लग चाहिँ सिरसिरेको आउँछ हैन, त्यही भएर तपाईहरुले हेर्दिनु होला। यो पहिलोचोटि हेर्नेले चाहिँ लाइक शेयर हैन कमेन्ट सब्स्क्राइब गरिदिनु होला, सबै गरिदिनु होला। म चाहिँ अहिले सिरसिरे जाँदैछु। यो चाहिँ हाम्रो भैँसी गोठ हैन, यो भैँसी गोठ। यहाँ राँगो पनि छ। यो 2 वर्षको राँगो हो हैन। यो हाम्रो गोरु पुन्टे गोरु। यो राँगो हो। यो राँगो हाम्रो दसैँमा बेच्ने राँगो हो हैन। जक्खड छ 2 वर्षको राँगो। यो माउ भइहाल्यो। यतापट्टि चाहिँ हाम्रो लिचीको बोट छ हैन। यो लिचीको बोट अहिले राम्रै फुले लिचीको बोटमा हैन। अनि त्यसपछि उता चाहिँ फुल फुल्यो। त्यो हाम्रो तरो यो फुल फुलिरहेको राम्रै फुल्छ। म चाहिँ अहिले सिरसिरे जाँदैछु। हाम्रो घरबाट सिरसिरे चाहिँ त्यही 10 मिनट जति टाढा छ हैन। सिरसिरे डाँडा भनौँ, अहिले चाहिँ पपुलरै ठाउँ हो सिरसिरे डाँडा चाहिँ। हाम्रो घर चाहिँ 10 मिनट लाग्छ जानलाई, धेरै लाग्दैन। सिरसिरे डाँडा चाहिँ पपुलर ठाउँ नै हो। अहिले लमजुङ भोटेौडाहरूको चाहिँ पपुलर ठाउँ नै हो। त्यो सिरसिरे डाँडानिर चाहिँ हाम्रो विक्रम तामाङको चाहिँ घर छ हैन। विक्रम तामाङ दाजुको घर छ। उन बुढा नि पपुलरै हुन् टिकटकमा त, युट्युब पनि गरेर उनले हैन। उनको पनि भ्लग आइरहन्छ। पपुलरै मान्छे हुन्। म चाहिँ अहिले त्यहाँ जाँदैछु। हेरौँ न हैन, हेरिदिउँ भ्लग हेरिदिउँ कस्तो आउँछ। खासै बोल्न त यो क्यामेरा तेर्स आएपछि बोल्न चाहिँ अलिक गाह्रै हुँदैछ। त्यो खोज्नु भन्ने चाहिँ हात पनि यो थचक्कै गलिसक्यो। त्यो क्यामेरासम्म त्यो हात पनि हैन, त्यही पनि भ्लग गरिदिउँ। म चाहिँ अहिले सिरसिरे जाँदैछु। यो चाहिँ बाटो हो, हामी जाने बाटो, मेन बाटो यस्तो हो। अहिले चाहिँ म चाहिँ हैन रोड बाटोमा आइपुगेँ। यो रोड बाटो हाम्रो सिरसिरे जानलाई अब धेरै टाढा छैन। यहाँदेखि चाहिँ ठ्याक्कै 5 मिनट जति छ सिरसिरे डाँडा पुग्नुलाई हैन। म चाहिँ अहिले जाँदैछु बाटोमा। तपाईँहरूलाई के त्यत्तिकै टाइम पास गराइदिनु त, त्यत्तिकै अब 10 मिनट 15 मिनटको बाटोमा त हैन। अब बोल्न पनि खासै केही पनि आएन। अहिले केही पनि बोल्ने कुरा नि छैन। त्यही भएर अहिले मैले त्यो त्यहाँनिर चाहिँ बन्द गरिदिएर अनि यहाँनिर चाहिँ खोलेको हैन। भिडियो कस्तो लाग्छ लाइक सेयर कमेन्ट सब्स्क्राइब हैन सबै गरिदिनु होला। पहिलोचोटि हेर्नेले चाहिँ अब सब्स्क्राइब गरिसक्नु भयो भने चाहिँ कमेन्ट छोडिदिनु होला, मिठो कमेन्ट हैन। अब आगामी दिनहरूमा चाहिँ भ्लग चाहिँ राम्रै आउँछ। म चाहिँ अहिले अब यता हाम्रो ठुलो बाको घरतिर आइपुगेँ हैन। यहाँ ठुलो बा चाहिँ काम गर्दै हुनुहुन्छ। ल यो ठुलो बा घरतिर आएँ। यहाँ नि जम्मा 3-4 घर छ। अब गाउँ बस्ती पनि धेरै सकिसक्यो क्या अहिले चाहिँ। के छ ठुलो बा? बुढा म त भ्लग बनाउन लाग्यो नि अनि म त भ्लग बनाउन लाग्यो। भ्लग ल हेर बुढा पनि भाग्यमान रहेछ यार, मेरो भ्लगमा देखिन पाउने भयो फेरि। अनि यहाँ देखाउँछु नि अनि यो चाहिँ हाम्रो साइलो ठुलो बा होइन। हाई गरिदिनु त ठुलो बा। हाई 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 मुख च्यातेर हाई गर्नु। अनि बुढा साइला बुढा होइन बुढा चाहिँ रमाइलो छन्। ल भ्लगमा आउँछौ, पैसा आउनु परेन नि बुढा। हाम्रो साइलो ठुलो बा बुढा मान्छे रमाइलो छन्। यो यहाँ चाहिँ जम्मा 4 घर छ। अब गाउँ बस्ती पनि घटिसक्यो होइन। ल त म चाहिँ अहिले होइन रोड बाटो सिधेर चाहिँ अब सिँढी बाटो होइन, सिँढी नि ढलन भइरहेको। त्यो ढलन चाहिँ ठ्याक्कै तारकोट जोड्ने ढलन हो। तर सिँढी बाटो तारकोट जोड्ने ढलन, तर तारकोटसम्म पुग्न सके होइन। यो माथि त्यो भर्तुकसम्म चाहिँ पुगे होइन त्यो बाटो। अब चाँडै नै होला भन्ने आशा लाग्छ, तर नहुन सक्छ किनकि गाउँ बस्ती नै छैन तारकोटमा पनि। गाउँ बस्ती पुगेको त बाटो पुग्ने हो नि, गाउँ बस्ती नभएपछि के को बाटो पुग्ने होइन। म त सिटी बाटो अब सिरसिरे आउन ठ्याक्कै अब 2 मिनट जस्तो बाँकी छ। यो सिँढी सकेपछि चाहिँ सिरसिरे आइहाल्यो। सिरसिरे खासै केही त छैन होइन, त्यही पनि एकदम यो ठाउँ कहरी भाइरल भयो त नि। एक न एक दिन त आउँछ भन्थ्यो नभन्दै नि यो सिरसिरेको पनि त्यस्तै आयो होइन। सिरसिरे अहिले चाहिँ एकदम पपुलर ठाउँ नै हो। तर यो यत्तिको हाइटमा भए पनि हावा चाहिँ मिठै दिन्छ फेरि सिरसिरे होइन। यो सिरसिरे डाँडा, तर यो पहिला यो नाम चाहिँ सिरसिरे डाँडा थिएन, यसको नाम चाहिँ अर्कै थियो होइन। अहिले त्यो पनि आगामी भ्लगमा भनौँ ल, यो भ्लग गएपछि। ल त है म चाहिँ अहिले जाँदैछु सिरसिरे विक्रम दाईको घरमा होइन। त्यसपछि ल त अहिले
चट्ट अब हामी चाहिँ सिरसिरे आइपुगिहाल्यौँ होइन। सिरसिरे चाहिँ यो सिरसिरे आइपुग्यो। सिरसिरे उ त्यो हो त्यहाँ देखेको सिरसिरे भयो। यो चाहिँ अब कटेज हो होइन। यो चाहिँ हाम्रो विक्रम दाईको कटेज। यो कटेज चाहिँ अहिले बन्दैछ होइन। बन्दा भन्नाले नि बनेर तालुमा आएर पनि फेरि अहिले त्यत्तिकै बसिरह। कोही गर्न इच्छुक हुनुहुन्छ भने चाहिँ यहाँ कटेज खाली छ, भाडामा पाइन्छ होइन। मिलाएर भाडामा पाइन्छ। कोही इच्छुक हुनुहुन्छ भने यो भिडियो मार्फत आउनु होला। म चाहिँ अहिले सिरसिरे ठ्याक्कै सिरसिरे आइपुगेँ। सिरसिरेमा अहिले चाहिँ केही पनि छैन। अहिले झन्डा नि छैन, पिङ पनि छैन होइन। सिरसिरे अहिले चाहिँ एकदम न्याउरो जस्तो भएको क्या एकदम। के भएको त न्याउ सिरसिरेमा केही पनि छैन अहिले खासै। म चाहिँ सिरसिरे आइसक्यो। सिरसिरे यो चाहिँ अब यो सिरसिरेको टोइलेट होइन। यो टोइलेट पनि हामीले बनाएको टोइलेट ल हामीले म्याक गरेर बनाएको टोइलेट। यो टोइलेट सिरसिरेमा एउटा टोइलेट छ होइन। त्यो पर्चिसे लगाए भइहाल्यो। यो चौतारो भइहाल्यो। अब झन्डा अहिले छैन, झन्डा यहाँ पनि हाल्नु पर्ने भयो, त्यहाँ पनि हाल्नु पर्ने भयो। पिङ छैन, पिङ गइहाल्यो होइन। सिरसिरे चाहिँ यो पर्चिसे लगाएमा सर हावा चलिरहेको, यस्तो मिठो हावा चलिरहेको फेरि होइन। सिरसिरेमा चाहिँ सिरसिरे यतिको हाइटमा छ। यो धेरै हाइटमा पनि छैन तर हावा चाहिँ राम्रो चल्छ सिरसिरे। अहिले झन्डा पनि निकालेको छ। झन्डाले धेरै पैसा खाइदियो होइन। यो झन्डा बाहेक अरू हामीले विकल्प केही छैन हो त होइन। उहाँ हुनुहुन्छ ल चट्टा। यो चाहिँ सिरसिरे अहिले मान्छे कोही पनि आएन। तलको नि कटेजै हो होइन। यहाँ चाहिँ जुम खासै राम्रो हुँदैन। मेरो क्यामेरा चाहिँ अलिकति कतिले छैन होइन। यो सिरसिरे अझै पिङ पनि हामीले काटिदिइसक्यौँ होइन। पिङ काटेको भिडियो पनि आएको थियो ल। चौतारो यो यतिको आएर छ। यहाँ यो देखिने चाहिँ यो पहिरे फुलबारी। यहाँ सकाले नि देखिन्छ। त्यो पेट्रोल पम्प देखिरहेको यहाँ यो हाम्रो मध्य मर्साङदी भइहाल्यो। यो चाहिँ हाम्रो परिचय ल है। ल आजको भ्लग चाहिँ यतिमै यहीँ अन्त्य गर्छु। तपाईँहरूलाई भ्लग कस्तो लाग्छ, राम्रो लागे लाइक सेयर सब्सक्राइब कमेन्ट है सबै गरिदिनु होला भन्दै मेरो पहिलो भ्लग यहीँ अन्त्य गर्छु ल।